ध्यानको अनुभवद्वारा नै सबै कुराहरू यो ब्रह्माण्डमा अवस्थित छ र यो हामी एउटा ध्यानमा बस्न नसक्नुको कारण र हामी किन चाहिँ हामीलाई सबै थोक हुँदा हुँदै पनि हामी किन दुखी छौँ त भन्ने कुराहरूलाई चाहिँ म मेरो एउटा सानो आफ्नो कुराहरू तपाईलाई राख्दैछु। र हामीलाई धेरै गाह्रो हुन्छ ध्यान गर्नको लागि र हाम्रो मन कि भविष्यतर्फ भागिरहेको हुन्छ कि भूतकालतिर हाम्रो मन विचलित भइरहेको हुन्छ र हामीले सबै कुराहरूलाई स्वीकार्न सक्यौँ भने हामी पक्कै पनि त्यो एउटा प्रेजेन्ट मोमेन्टमा आयो भने हामी एकदम हलुका हुन्छौँ र हामी श्वाससँग हामी तालमेल मिलायो भने हाम्रो जीवनमा मानसिक रोगबाट हामी एकदम बलियो हुन सक्छौँ। र आजकलका मान्छेहरू धेरैभन्दा धेरै मानसिक सन्तुलन बिग्रिएका र मानसिक रोगबाट चाहिँ गुज्रिरहेका धेरै मान्छेहरूलाई चाहिँ देखिरहेका छौँ हामीले। र किन मानसिक रोग पीडादायक हुन्छ? शरीरमा लागेको चोट भन्दा मानसिक रोग हामीलाई धेरै पीडा हुन्छ। किन त भन्दाखेरि हामीसँग एउटा हामीले आँखाले देख्न नसकिने एउटा सूक्ष्म रूपमा विप्त भएको मनलाई हामीले एउटा ध्यान मेडिटेसन गरेर नै हामीले शान्त बनाउन सक्छौँ। र जब हामी शान्त हुन्छौँ सबै कामहरू हामीले राम्रोसँग गर्न सक्छौँ, सबै कुराहरू राम्रो देख्न सक्छौँ, सबैलाई राम्रो कुराहरू चाहिँ सबैजनालाई राम्रो मान्न सक्छौँ। जता गए पनि हामी एकदम रमाइलो फिल महसुस गर्छौँ र हामीलाई लाग्छ हामी टाढा कतै जाँदाखेरि हाम्रो मन नै कता भागिरहेको हुन्छ र त्यसले गर्दाखेरि हामीलाई अलिकति त्यहाँ दुःख आउँछ। त्यसैले तपाईँ जहाँ जानुहुन्छ तपाईँको इच्छाले तपाईँले चाहिँ एउटा म त्यहाँ जान्छु भनेर तपाईँले जहाँ जानुहुन्छ र जे काम गर्नुहुन्छ, तपाईँ खाँदै हुनुहुन्छ, तपाईँ काम गर्दै हुनुहुन्छ, तपाईँ पढ्दै हुनुहुन्छ, तपाईँ अफिसमा हुनुहुन्छ, तपाईँ जेसुकै भए पनि तपाईँले त्यसलाई 100% दिएर काम गर्नुभयो भने तपाईँ जुन काम गरिरहनु भएको छ तपाईँको ध्यान नै त्यहाँनिर हुन्छ र तपाईँ आफ्नो वर्तमान अवस्थामा आउनु भएपछि तपाईँलाई भोलिको चिन्ता पनि छैन र हिजो के भयो भने पनि तपाईँलाई त्यति वास्ता हुँदैन। र यो ध्यानले मेडिटेसनले नै तपाईँहरूलाई यो अवस्थामा लिएर आउने एउटा सबैभन्दा ठुलो मेडिटेसन नै यो ब्रह्माण्डको सबैभन्दा ठुलो शक्ति नै ध्यानमा छ। र त्यसैले ध्यान गर्ने बानी तपाईँहरू गर्नुहोला। किनभने धेरै गर्नु पर्दैन, 5 मिनट दिनको तपाईँ बिहान सुरुवात गर्नुभयो भने 5 मिनट ओछ्यानमै बसेर सुरुवात गर्नुभयो भने त्यो पनि एकदम राम्रो ध्यान हुनेछ। र किनकि हामीलाई बिहान उठ्ने बित्तिकै कि भोलिको कि हिजोको चिन्ता हुन्छ, मन त्यतैतिर भागिरहेको हुन्छ र हाम्रो एउटा तनाव हुन्छ, हामीलाई राति निन्द्रा पनि लाग्दैन राम्रोसँग र बिहान उठ्ने बित्तिकै हामी छटपटाइरहेका हुन्छौँ। र तपाईँले आजदेखि एउटा के गर्नुहोस् भने बिहान उठ्ने बित्तिकै तपाईँले पहिला लामो श्वास लिएर, गहिरो श्वास लिएर भगवान धन्यवाद आज म जिउँदैछु भनेर चाहिँ तपाईँले एउटा त्यो कृतज्ञता भाव व्यक्त गर्नुभयो भने तपाईँ प्रेजेन्ट मोमेन्टमा हुनुहुन्छ। र बिहान उठ्ने बित्तिकै तपाईँ एउटा मुस्कान दिएर हाँस्नुभयो भने तपाईँको वर्तमानमै बस्छ त्यो जब तपाईँ एउटा मुस्कान दिनुहुन्छ नि तपाईँ यति खुसी हुनुहुन्छ कि तपाईँको मन त्यो दिनै तपाईँको अर्को हुन्छ। र बिहान हरेक दिनको बिहान हामीले एउटा राम्रो सकारात्मक कुराहरूबाट हामी उठ्यौँ भने, बिहानको काम हामीले सुरुवात गऱ्यौँ भने, एक्सर्साइज गरेर हामी त्यो दिनलाई हामीले एउटा सुन्दर दिन बनाउन सक्छौँ। र आजको दिनलाई राम्रो तपाईँले बनाउनुहुन्छ भने तपाईँ भोलिको टेन्सनै गर्नु परेन। किनभने भोलि पनि तपाईँको त्योभन्दा अझ धेरै राम्रो दिन आउनेछ। र किनकि पुरानो दिन नराम्रो कुराहरू सबै जानेछन् भन्ने एउटा मेडिटेसनले तपाईँलाई त्यतिसम्म गर्छ। र यो बिस्तारै तपाईँहरूले आफ्नो बानीमा लिएर आउनु
टाइम लाग्छ, तर बिस्तारै गर्दै जानुभयो भने यो पक्कै तपाईँको जीवन, तपाईँको एउटा जीवनशैली नै एकदम रमाइलो, खुसी, ह्याप्पी हुनुहुन्छ, पैसा भए पनि नभए पनि। र त्यसैले गर्दाखेरि यो ध्यान गर्ने बानीलाई थोरै भए पनि तपाईँले 5 मिनट जति दिनुहोला दिनको। हामी फेरि यस्तै यस्तै भिडियोहरू हामी तपाईँको माझ म धेरै लिएर आउनेछु र मेरो आफ्नो व्यक्तिगत कुराहरू तपाईँहरू माझ राख्न पाएको छु। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक गरिदिनु होला। धन्यवाद।